यो भिडियो हेर्नुहोस्। वो दिन लग गया, अब जो है ना आतंकवादी का बोलबाला नहीं चलेगा। ये मोदी की सरकार है, मोदी की सरकार में हर डिपार्टमेंट को ये दे दिया गया है, अलर्ट कर दिया गया है कि अब इस तरह का कोई घटना नहीं होगा। कोई भी अगर आता है बम फोड़ने के लिए तो वहीं बॉर्डर पर ही उसको खलास कर दिया जाता है। यो भिडियो हालैको इन्डियाको हो, जहाँ बम ब्लास्टपछि मोदीका एक समर्थकले उनको बचाउ गर्दा गर्दै ठिक उनको पछाडि अर्को ब्लास्ट हुन्छ। कुनै पनि राजनीतिक दलका नेतालाई आँखा चिम्लेर समर्थन गर्नु र कुनै प्रश्न नगरी उनीहरूलाई पछ्याउनु व्यक्तिगत र राष्ट्र हित दुवैको लागि हानिकारक हुन्छ। लोकतन्त्रमा जनता नागरिक सचेत हुनुपर्छ। व्यक्तिमा पर्ने असर, सचेतना कमी। यदि हामीले सरकारमा रहेको नेतालाई प्रश्न गर्न छाड्यो भने उसले के काम गरिरहेको छ, जुन प्रोजेक्ट सुरु गरेको थियो भएको थियो त्यो किन भइरहेको छैन, किन ढिलासुस्ती भएको छ, कहाँ कहाँ घोटाला भएको छ वा कहिलेसम्म सकिन्छ, यसमा कति लगानी लागेको छ जस्ता धेरै कुराहरूबाट अनजान रहन्छ। अर्को छ दुरुपयोग हुने खतरा। यदि हामीले कुनै नेतालाई ब्लाइन्डली अन्धो हिसाबले फलो गर्दै गयौँ भने, उसलाई पछ्याउन थाल्यो भने, हरेक कुरामा हो गर्न थाल्यो भने ऊ झन् निरङ्कुश हुनलाई प्रोत्साहन हुन्छ र आफूले सक्दो र आफ्नो पावरले सक्दो कामहरू गर्नेछ। राष्ट्रमाथि पर्ने गम्भीर असर, जवाफदेहीको कमी। उदाहरणको लागि हामीले बालेन शाहलाई लिन सक्छौँ। उहाँ मिडियामा आउनुहुन्न, जनताको जिज्ञासालाई नै सुन्नुहुन्न, बस छ त केवल एकतर्फी फेसबुक स्ट्याटस। अर्को छ भ्रष्टाचार मैलाउँछ। यदि हामीले हाम्रो नेतालाई प्रश्न गर्न छोड्यो भने उनीहरूले आफूले सक्दो आफ्नो पावरको युज गर्नेछन् र देशको ढुकुटीलाई दुरुपयोग गर्नेछन्। उदाहरणको लागि हामीले पहिला केपी शर्मा ओलीको सरकारलाई नै हेर्न सक्छौँ। भुटानी शरणार्थी कसरी मान्छे बेचिरहेका छन्, त्यो पावरको दुरुपयोग हो। र अर्को रहेको छ लोकतन्त्र कमजोर हुन्छ। यदि जनता नै बोल्न छाड्यो भने लोकतन्त्रको जग नै कमजोर हुन्छ। जसले गर्दाखेरि नेताहरूले आफ्नो पार्टीका व्यक्ति र आसेपासेलाई मात्र अगाडि बढाउँदै जान्छन्। उदाहरणको लागि हामीले शेरबहादुर देउवा र आरजू राणाले लिन सक्छौँ। पछिल्लो समय जेनजी आन्दोलनपछि हाम्रो देशमा अन्धा भक्तहरू झनभन्दा झन बढ्दै गइरहेका छन्। केही समय पहिला, केही वर्ष पहिला त्यही पार्टीलाई गाली गलौज गर्दै हिँड्ने व्यक्तिहरू अहिले त्यही पार्टीका सदस्य कार्यकर्ता भएर झन्डा बोक्दै हिँडिरहेका छन्। यो परिवर्तन कसरी आयो? यसको कारण के हो? यस्तै अन्धो फलोवर्सले, अन्धो भक्तले गर्दाखेरि 23 गते त्यत्रो ठुलो विध्वंस भयो, त्यत्रा युवाले आफ्नो ज्यान गुमाए। तर त्यसबेला सत्तामा रहेका ती सरकारले अहिले ती व्यक्तिहरू कुनै पनि जवाफदेही नभइकन खुलेआम हिँडिरहेका छन्। अनि